जागिर खाएर बसेको बस्दा बस्दा उसको उमेर पनि 60-65 भएपछि बुढेसकालले छोएपछि जसरी पहिलोको चण्डालले काट्न सकेन उसले पनि नसक्ने भएर आएपछि उसलाई अब तिमीले सक्दैनौ यहाँ अर्को तन्नेरी राख्नु पर्यो ल तिमीलाई अवकाश भयो तिमीलाई के कति दिनुपर्छ दरबारले हैन पेन्सन दिएपछि एक मुष्ट दिन्छ नि हैन एक मुष्ट उसलाई पुग्ने गरी ल भनेर दिएपछि त्यो ताम्बल ठिकलाई कस्तो लाग्यो भने मैले यत्रो मान्छे मारेको छु कत्रो पाप लाग्यो त हैन धेरै पाप भयो नि म अब यस्तो पापी मान्छे मेरो रगत कति लाग्छ ओहो भएन के गरे भनेर घरमा उसले के इच्छा गरे भने अब उस पैसा प्रशस्त छ नि त्यो अहिलेको सेन त्यो बेला विभिन्न फुलहरू राखेको बास्नादार पानी बनाउँछ नुहाउनलाई हैन त्यस्तो घडा अब 50-वटा घडा पानीको त्यसले नुहाएर हैन अनि आज चाहिँ यताउति माछा मासु केही नखाने आज चाहिँ म मिठो खिर राम्रो खिर खाने खिर भनेको शुद्धको प्रतीक जस्तो हुन्छ नि पूजा आधामा दिन्छ नि राम्रो गाईको खिर खाने र खिर बनाएर राखेको हुन्छ त्यो खिर बनाएको खाने बेला भनेर थाहा भएपछि त्यहाँनिर सारीपुत्र भन्ने भगवान् बुद्धको दायाँ बस्ने भगवान् बुद्ध आफै पुग्नु भएको होइन हैन भगवान् बुद्धको सारीपुत्र मौत गेला भगवान् बुद्ध भन्दा अगाडि बित्नु भएको हैन यो भगवान्कै समयको कथा जस्तो भयो पछि मात्र सुनेको त्यो ताम्रदत्तीलाई यसलाई चाहिँ अझै उतार्न सकिन्छ भनेर सारीपुत्रले जसरी अङ्गुले मालालाई हैन यसलाई अझ जोगाउन सकिन्छ भनेर भगवान्ले त्यो अङ्गुली मालालाई गरे बेलैमा तिमीले के गरेको भनेर ज्ञान उपदेश दिँदा हैन मानव शरीर जोड्न सक्छौ भनेर एउटा पात काटेर देखाउँदा अब तिमीले जोड्न सक्छौ भन्दाखेरि अब अचेल भएको साइन्सको के गरेर जोडिन्थ्यो होला होइन त्यो बेला त्यो थिएन होइन जस अब मान्छे त काटेपछि जोडिन कहाँ सक्छ त अझ त मान्छे पनि काटे ठ्याक्क छेनाले पनि डाक्टरले जोगाउँछ भन्छ त्यस्तो आउला पनि त्यो बेला त थिएन नि होइन त्यो जसरी त्यो अङ्गुली मालालाई ज्ञान आयो ओहो भनेर भगवान् बुद्धको शरणमा गएर भिक्षु भन्दाखेरि त्यो अङ्गुली माला अनन्त भएको थियो अनन्त भनेको शुद्ध बुद्ध होइन भगवान् बुद्धको उपदेश सुनेर त्यो अनुसार ध्यान ज्ञानमा लागेर मनमा कालो अलिकति अनित्य दुःख अनन्ता यता सुन्नुहोस् है यता सुन्नुहोस् बल्ल तल गाउँमा आएको मेरो कुरा यहाँ यो तामाङहरूले ढेँडो भुइँमा खसालेपछि स्याहार ढेँडो फुकाउ बिहा त्यो नेवारीमा बल्ल तल्ल ढेँडो उडाल्यो मुखमा हाल्नु सक्छ भुइँमा फुकाल्यो मैले कति गाह्रो गरेर कति वर्ष लगाएर ढेँडो उडाल्यो त तपाईँले त्यो फेरि फाल्नु त्यसरी है सुधार्नुको होइन त्यसरी होइन त्यो त्यो अङ्गुली माला जस्तोलाई पनि अनन्त शुद्ध बुद्ध बनाइदिनु भएको अङ्गुली मालालाई पनि त्यो पछि भिचाटन गरी मेरो बाउ मान्ने मेरो आमा मेरो छोरो मेरो दाई भाइ मार्ने भनेर ढुङ्गाले लौरेले घोची फर्किँदाखेरि रग ताम्मे थियो अङ्गुली माला भिच्छु भएर जब मान्छेले थाहा पायो अङ्गुली माला भिच्छु भएर बस्यो त्यो पहिलो कर्म र कर्मफल भनेको बुद्धकोमा टुटिँदैन भगवान् बुद्धलाई पनि 55 वर्षको उमेरमा ढाड दुख्यो के पहिलो जन्मेको कथाहरू भन्ने छ होइन भगवान् बुद्ध पनि 80 मै बित्नु भयो नि त अरू 120 140 160 वर्ष कर्म र कर्मफल त्यो अङ्गुली मालाको त त्यही मारेका उसका छोरा भाइ भतिजी छन् नि त उसले ढुङ्गाले हाने के रगताम्य भएर भगवान् बुद्धको अगाडि पुग्नु भएको भगवान्ले त्यहाँ व्याख्यामा कतिसम्म भनिन्छ भने भगवान्ले पलिटी कसेर बसेर उनको टाउको आफ्नो खुट्टामा काखमा राखेर अनि भगवान्ले सोध्नुहुन्छ अरे अङ्गुली माला तिमीलाई ती मान्छेले हान्नेको त्यो रगताम्य भयो होइन त्यो हान्नेहरूसँग तिम्रो रिस छ कि छैन पख त्यसलाई भन्ने छ कि छैन भनेर सोच्दाखेरि अङ्गुली मालाले के जवाब दिनुभयो थोरै सुने होला यो होइन त्यस्तो छैन मैले त उनीहरूको टाउकै काटेर होइन अनि औँला छिडालेको मारेर औँला छिडालेको तिनीहरूले त मलाई ढुङ्गाले मात्रै हान्यो यसो होइन लौरेले मात्रै चप्पलमा त यसो कोरे मात्रै सबैले एउटैले मारेको त छैन नि जोदै छ नि त्यो उनीहरूप्रति कोहीसँग पनि मेरो रिस छैन तिनीहरूले पनि अब नगरे हुन्थ्यो गरे त मेरो कर्मअनुसार आयो तर उनीहरूलाई म कल्याणै होस् राम्रै होस् भन्छु तिनीहरूलाई पनि खत्तम होस् राबेर यताउति होस् भन्ने मेरो मनमा आएको छैन भन्दाखेरि भगवान् बुद्धले
धन्य तिम्रो जीवन, तिमी भिक्षु भएर यही जुनीमा तिमी दुःखबाट मुक्त भयौ भन्नुभएको छ के अङ्गुलीमालालाई, होइन? उनी त्यसरी मर्नु पर्यो पनि उसलाई दुःख छैन। त्यही भएर हामीले के गरेर मरिन्छ, हामीले ज्ञान पाएछ भने मर्नु पर्यो मरिन्छ नि त। अब जानी पो मर्न जानुहुन्न त, होइन? सिधै सर्पको छुनु पनि जानुहुन्न त। अब अँध्यारोमा कहिले ठुङ्नु ठुङ्छ, अब औषधि हुन्न मरिन्छ नि त, अब होइन? त्यस्तोमा दुःखमा साध्य छैन। ज्ञानले त्यस्तो भन्छ, होइन? त्यो ताम्रदर्थी पनि अब उसलाई चाहिँ अब यो गरेर बस्यो। त्यही बेलामा सारीपुत्रले यसलाई ज्ञान यसले पाउँछ कि भनेर बुझेर सारीपुत्र उसको घर अगाडि भिक्षाटन आयो। भिक्षाटन भनेको अहिलेको जस्तो चामल यसो बिस्कुट लिने होइन, पाकेको दाल भात तरकारी। तपाईँको यो अमेरिकामा अहिले छ नि आलोकसँग उहाँहरूले पैसा लिनुहुन्न, दाल भात तरकारी मात्रै लिने हो। त्यहाँ के दिन्छ, अब बिस्कुट सिस्कुट यताले दिन्छ, त्यो आफ्नो टाइममा खाने चाहिँ त्यसपछि हिँड्या हिँडे गर्नुहुन्छ, होइन? हो त्यो ताम्रदर्थीले ए म भन्ने गर्ने टाइममा ऊ एउटा भिक्षु आएछ, मैले यत्रो पाप गरेको छु, होइन? यो पाप अलिकति भन्नु बखालिएला कि म उनले दान दिनु पर्यो भनेर उनले मनले त्यो जाँदाखेरि सारीपुत्रले भोजन गरिसकेपछि कथा भन्नुभएको नै, होइन? अङ्गुलीमालको उदाहरण पनि गयो होला। त्यो चाहिँ अब त्यो मेरो मनको कुरो किताबमा त्यसरी ठ्याक्क मैले सुनेको होइन, होइन? तर सारीपुत्रले उपदेश दिएपछि, होइन, जे जस्तो कर्मफल भोग्नु परे तापनि अहिले नै तिमी आफ्नो ठाउँमा राम्रो बिउ रोप्न थाल्यो भने त्यसले तिमीलाई राम्रै गर्छ, नराम्रो हुँदैन भन्ने किसिम गरेपछि उसले पत्याएन अरे त्यो ताम्रदर्थीले। पत्याउँदाखेरि फेरि सारीपुत्रले तिमीले आफू खुसी मान्छे खोज्दै काटेर हिँड्या हो र? यो जुन यति वर्ष पहिले डाका हुँदाखेरि त काट्यो त्यो बेग्लै कुरो, पछि त डाका राजाले यसलाई काट भन्यो काटिदियो, होइन? ए त्यो त राजाले अराएको तिमीले जागिर खाएको काम गरेको हो, पहिलेको हो त्यो तिमी गयो, होइन? अब तिमीले यो सबै छोडेपछि अब तिम्रो मनमा राम्रो आएको रहेछ। अहिले पनि तिमीले मनमा राम्रो राखेर जे जति भयो गयो मलाई क्षमा दिनुहोस् भगवान्, होइन? मबाट मेरो गल्ती भयो, त्यो कर्मको फल भोगौँला, अब उपरान्त मबाट त्यस्तो नराम्रो मन वचन शरीरले नै नहोस्। त्यो कुरा बुझ्नु भएको छ? गाँठ्यो कुरा यहाँ छ। तपाईँले के गर्नुभयो, कति भयो पहिलेको त्यो आफ्नो कर्मफल छ, होइन? अङ्गुलीमालले त्यत्रो मारेको त अनन्त भयो, होइन? ताम्रदर्थीले त्यत्रो मारे तापनि सारीपुत्रको उपदेश सुनेर स्वतापन्न भयो भन्छ। स्वतापन्न भएपछि ऊ अब उपरान्त नर्कमा पुग्ने काम गरिन्न। उनले मरेपछि पनि नर्कमा पुग्ने, उसले जिउँदै अलिअलि भोग्छ। जसरी अङ्गुलीमालले जिउँदै भोग्यो नि त, होइन? छोरा मारे, बाउ मारे, आमा मारे, दिदी उनीहरूले त्यो बाँकी राखेर ढुङ्गाले हाल्यो, लौरेले रोप्यो, होइन? सूर्यले खोप्यो, के गरेर रगताम्ने भएर मर्नु पर्यो। तर मर्दाखेरि पनि चित्त राम्रो राखेर मरेको नाताले अनन्त दुःखबाट मुक्त भयो भन्ने छ। त्यसैले हामी पनि उहाँ ज्ञानबहादुर त्यसरी बुढो भएर त्यसरी जाने आउनुहोस् न। बुढो भएर कस्तो हुन्छ कसलाई के थाहा? उहाँको चित्त राम्रो भए तापनि, होइन, उहाँले मार्ग पनि पाउनुभयो भने भोलि पछि बुढो खुट्टा चल्दैन, हात चल्दैन, आँखाले देख्दैन, छोराले खुवाउला कि नखुवाउला, बुहारीले खुवाउला कि नखुवाउला, जस्तो सुकै गरेर मर्नु परे तापनि चित्त नबिगारी झन् बाँच्दाखेरि त झनै हुन्छ नि। त्यसैले हामीले भगवान् बुद्धलाई चाहिँ त्यस्तो पर्छ भने हामीलाई पर्दैन, परि नै हाल्छ नि। तर परे तापनि हामी नडगमगाइकन बस्ने, त्यसैलाई अनित्य दुःख अनन्ता बोल्ने। सधैँ नित्य सधैँ मिठो बोल्ने आउँदैन। त्यही छोराले मिठो बोलिरहेको थियो, नपाएपछि के भन्छ मेरो छोराले, होइन? त्यही बुढोले सम्झेर माया गरेर त्यो चाउरिएपछि त्यो बुढोले के भन्छ बुढीले के भन्छ देखिरहेकै कुरो हो नि, होइन? सधैँ राम्रो हुन्छ भन्ने छैन, नराम्रो पनि परिस्थिति आउँछ। जस्तो सुकै नराम्रो परिस्थितिमा पनि मन नबिगारिकन, होइन, अरूले नजानेर नबुझेर गर्यो, हामीले चाहिँ नजानेर नबुझेर गर्नुहुन्न भन्नेतिर लाग्नु भयो भने बुद्धको मूर्ति ल्याएको, बत्ती चढाएको, फुल चढाएको गरेको काम आयो। अन्यथा हातमा लागे सुन्न हुन्छ, हातमा लागे सुन्न नहोस्, है? सबैले अलिअलि भए पनि धर्म चित्त बढ्दै जाओस्, होइन? अनि इदम पुण्यम आसव खया जस्तै तपाईँको मनभित्रको पाप
त्यो कालो चित्त हट्दै हट्दै तपाईँ राम्रो हुँदै हुँदै गरेर समाजमा तपाईँ राम्रो मान्छे भएर जाओस्। यति भन्दै मेरो धर्म देशना यही टुङ्ग्याउँछु। सबैको मङ्गल होस्। साधु 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 साधु। धेरै धेरै साधुवाद छ हाम्रो धम्मानन्द भन्देव गुरुजीलाई। उहाँले हामीलाई अज्ञानीहरूलाई राम्रो ज्ञान दिएर अङ्गुलीमाला कथाबाट पनि उहाँले एउटा ज्ञान दिनुभयो। उहाँले भने जस्तै हामीले यहाँ आएर हातमा लायो सुन्ने चाहिँ गर्नु भएन भन्ने यहाँलाई जानकारी गर्दै भगवान् बुद्धले भन्नुभएको छ नि, तम तम प्रणयम होती, तम ज्योति प्रणयम होती, ज्योति तम प्रणयम होती अनि ज्योति ज्योति प्रणयम होती। मान्छेहरू संसारमा जन्मिसकेपछि ती मानिसहरू चार प्रकारका हुन्छन्। कोही मान्छेहरू अँध्यारोमा जन्मेर फेरि अँध्यारोतिर जाने, कोही अँध्यारोमा जन्मेर फेरि उज्यालोतर्फ जाने, कोही फेरि उज्यालोमा जन्मेर फेरि अँध्यारोतिर फर्किने छन् भने कोही फेरि उज्यालोतर्फदेखि अझै उज्यालोतर्फ जानेछन् भने पक्कै पनि यहाँ पाल्नुहुने सबै व्यक्तित्वहरू म यहाँहरूलाई धेरै जसोले धर्म जानिसक्नु भएको छ, बुझिसक्नु भएको छ, उहाँहरू लगायत यहाँ पाल्नुहुने सबै अब अँध्यारोबाट फेरि उज्यालोतर्फ जाने व्यक्तित्वमा नै हुन्छ। जसरी अहिले संसारभरि शान्तिको पदयात्रामा हिँडिराख्नु भएको भन्तेजीहरूले पनि हेर्नुहोस् त, भन्तेजीले सुनाए जस्तै दुईजना भन्तेज्यू घाइते त हुनुभयो, एकजना भन्तेज्यूको खुट्टा काटिनु पर्यो, तर पनि त्यो ट्रकले किचेको जुन ड्राइभरलाई भन्तेज्यूले फेरि त्यही आफ्नो हस्पिटलबाट होइन हामी शान्तिको यात्रामा हिँड्ने व्यक्तित्वहरू अथवा पिसको लागि हिँडेको, जसले गर्दाखेरि उनीहरूलाई क्रोध छैन, कुनै लोभ छैन, दाह छैन, हामीसँग मैत्री करुणा छ, जसले गर्दाखेरि उनी ड्राइभरलाई पनि हाम्रो आफ्नो कर्म र कर्मको फलले भएको कारणले मेरो खुट्टा काटेको कुनै छैन, माफ गरिदिनु भएको छ। आउँदैन चाहिँ धम्म यात्रा सुरु हुँदैछ उहाँहरूको पनि। त्यसै कारणले गर्दाखेरि यहाँले पनि जति सक्दो यो भन्ते भन्ने एकपटक जीवनमा भयो भए पनि आफ्नो क्लेशहरू हटाउन सकिन्छ, धर्म बुझ्न सकिन्छ भन्ने कुराहरू यहाँले हामीले बुझ्न सक्यौँ। यो ठाउँमा पनि यो ठाउँमा कोगटे भन्ने ठाउँमा आएर पनि यसरी बुद्ध प्रतिमा दिने दानी दाताहरूले दिनुको कारणले अनि यहाँ भन्देज्यू यहाँ आएर हामीलाई अज्ञानीहरूलाई चाहिँ शिक्षा दिनुको कारणले अब पक्कै पनि अँध्यारोलाई नाश गरेर उज्यालोतर्फ जाँदै हुन्छ, जसले गर्दा हामीले बुझ्नुपर्छ, मनन गर्नुपर्छ, होइन भने हामी सधैँ अँध्यारोमा रहिराख्नु हुन्न भन्ने कुरा नै हो। त्यसैले गर्दाखेरि शान्तिका महानायक अग्रदूत यसै देशमा जन्मेर पनि अझै पनि हामीले अझै नबुझेका हो कि, अनि बल्ल बल्ल बिस्तारै बिस्तारै बुझ्दैछौँ, पक्कै पनि हामी बुझ्नेछौँ भन्दै अब भने पालो रहेको छ। भन्तेज्यूलाई यो बिहारको तर्फबाट यदि दान पुण्य छ भने दान गराइदिनु होला र त्यसपछि भन्थे ल हुन्छ, त्यसरी पुण्यानु अनुमोदन गर्छौँ, जलधारसहित पुण्य अनुमोदन गर्छौँ र त्यसपछि हामीले भन्तेज्यूलाई बिदाई गरिसकेपछि केही क्षण बस्ने कि भन्ने कुरा हो। र मैले केही कुरा यता पात्रको विषयमा बुझाउन छ, अनि हामीले केही शब्दहरू बरु हाम्रो प्रदेश अध्यक्ष पनि आउनु भएको छ, उहाँले पनि केही कुरा राख्नुहुन्छ होला पक्कै पनि। र हामीले धेरै समय नलिकन फेरि हाम्रो यहाँका अग्रज व्यक्तित्वहरूबाट केही जिज्ञासा प्रश्नहरू आयो भने फेरि हामीले त्यसैलाई पनि समाधान गर्ने प्रयत्न गर्छौँ। त्यसको निमित्त पनि हामी केही समय क्षण लिन सकिन्छ होला नि, होइन? के छ हजुरहरू, के छ गुरु, होइन? पुण्यानु अनुमोदन गरेर भन्तेजीलाई बिदा गरौँ, त्यसपछि हामी केही क्षण बसौँ, प्रसाद सरकार लिनु पऱ्यो नि त फेरि। त्यसले गर्दाखेरि भन्तेजीलाई बिदा गरेर कसलाई भन्तेजी त लिनुहुन्न, त्यही पनि खाने त खानु पऱ्यो नि ल भन्दै अब हामी जलधारसहित पुण्य अनुमोदन गर्छौँ। त्यो पुण्य अनुमोदन गरिदिनु हुनुको लागि म धम्मानन्द भन्तेजीलाई विनम्र अनुरोध साधु अनुमोदन गर्दछु। सबैले धम्म मित्रहरूले साधु साधु भन्नुलाई दिन्छ।